नमस्कार आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईलाई थाहा छ यो संसद बदनाम सांसद कोष फेरि बिउताउन खोजिरहेको छ। सर्वोच्च अदालतले एउटा दिइसकेको छ, आदेश दिइसकेको छ, यो गर्न पाइँदैन, यो चाहिँ भ्रष्टाचार सरह हुन्छ भनेको छ। तैपनि अहिले सबै सांसदको एउटै मुख छ, नेपालका सबै सांसदहरूको, ल मेकर होइन ल ब्रेकरहरूको एउटै मुख केमा छ भने संसद कोष विभिन्न नाममा बिउताउने। यो पोर्ट ब्यारल फन्ड इज अकिन टु करप्सन। अनि यस्तो सच फन्ड्स विल भायोलेट द स्याङ्क्टिटी अफ पोल्स। यो सब मतलब छैन उहाँहरूलाई, आफ्नो कोर एरियामा उहाँहरूलाई मतलब छैन। कानून बनाउने, पोलिसिजहरू फर्मुलेट गर्ने, संसदमा पार्टिसिपेट गरेर चाहिँ एकदम स्ट्रङली आफ्ना कुराहरू राख्ने, जनताको कुरा राख्ने मतलब छैन। अहिले एउटै मुख पारदर्शिता केमा छ भन्दाखेरि यसलाई बिउताउने छ। दाजुभाइ दिदीबहिनीहरू, व्यवस्थापिकाको एउटा काम हुन्छ, कार्यपालिकाको एउटा काम हुन्छ, न्यायपालिकाको काम हुन्छ, सेपरेसन अफ पावरको कुराहरू छ, यसमा कसैलाई मतलब छैन। यसरी नेताहरू नै यसरी चाहिँ यस्ता चाहिँ कुशासनमा लाग्यो भने अनि तल्लो लेभलको मान्छेहरूले पनि सिक्ने यही हो। यसैमा उनीहरूको ग्रुमिङ हुने यसरी नै हो। अनि कसरी राष्ट्र चाहिँ उन्नति प्रगतिको पथमा लाग्छ। हेर्नुहोस् त, अहिले प्रत्येक यो निर्वाचन क्षेत्रलाई करिब 21 करोड़ दिने भन्ने छ। यसले के हुन्छ, करिब 34 अरब 65 करोड़ खर्च के गर्छन् यी सबै सांसदहरू, ल ब्रेकर्सहरूले बाँडीचुडी खान्छन्, आफूलाई झोलेहरूलाई दिन्छन्, झोलेहरूलाई आयोजना बनाउन दिन्छन्, उनीहरूबाट पनि चाहिँ पैसा खान्छन्, झोले पनि खान्छ। विकास जागृति यस्ता कुरामा जनताहरू चनाख हुनुपर्छ। मलाई याद छ, मलाई विश्वास छ सर्वोच्च अदालतले आफूले गरेको निर्णयलाई कसैले चाहिँ भायोलेट गर्यो भने यो कन्टेम्प्ट अफ कोर्ट हुन्छ भन्ने पनि हामी नेपालीलाई थाहा छ। र राम्रा वकिलहरू तयार हुनुहुन्छ। यदि यो संसद कोष बदनाम संसद कोष फेरि बिउताउन खोज्यो भने सर्वोच्च अदालतको ढोका ठकठकाउनको लागि इमानदार वकिलहरू जी, अधिवक्ताहरू तयार हुनुहुन्छ भन्ने कुरा मैले विश्वास गरेको छु। र कृपया माननीय सांसदज्यूहरू, जनताले दिएको मतलाई यसरी चाहिँ खिल्ली नउडाउनुहोस्। यो सांसद बदनाम सांसद कोष विकासतिर नलाग्नुहोस्, आफ्नो कोर एरियामा लाग्नुहोस्, कानून बनाउनुहोस् न, नियमावली बनाउनुहोस्, त्यहाँ राम्रो छ आफू प्रस्तुत गर्नुहोस्। हियरिङमा हाजिर गर्यो, टाप गर्यो, पैसा हाल्यो, कस्तो बेमानहरू। अनि हामी नागरिकहरू चाहिँ सधैँ यस्तै बेमानलाई भोट दिँदाखेरि दोष त तपाईहरुकै हाम्रै हो। त्यसकारणले यसलाई बिउताउन खोजिँदैछ। तपाईं हामी सबै चनाखो हौं र यस्ता बेमानहरूलाई चिनौं। चेतना भया